नमस्ते, म सुमी खड्का। मेरो युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आजको भिडियोमा म कुनै पनि नयाँ सिपहरू सिक्न किन जरुरी छ र आफूले सिकेका कुराहरू बाँड्न किन जरुरी छ भनेर चर्चा गर्दैछु। यही विषयमै किन आज चर्चा गर्दैछु त भनेर चाहिँ कहानी छ यसको पछाडि एउटा। यो वर्ष मैले 2 जना विदेशी महिलाहरूलाई फरक ठाउँमा फरक प्रसङ्गमा भेटेँ र उहाँहरू दुवैजना 60 वर्ष उमेर पुगिसक्नु भएको थियो र उहाँहरूलाई भेटिसकेपछि उहाँहरूले जुन तरिकाले सिकाउनु भयो कुराहरू, जुन तरिकाले जीवनमा नयाँ कुरा सिक्न किन जरुरी छ भन्ने बुझाउनु भयो, मलाई लाग्यो मैले त्यो कुरा सेयर गर्नुपर्छ यहाँहरूसँग पनि र त्यसैले यो भिडियो बनाउँदैछु। र भिडियोमा उहाँहरू दुईजनाकै गफ हुन्छ, म पालो कुरा गर्छु र मैले के सिकेँ पनि भन्छु। तर त्योभन्दा पहिले थोरै सिक्ने कुराहरूको बारेमा अलिकति चर्चा गरौँ। नयाँ सिपहरू क्या, पढाइको मात्रै कुरा गरिनँ मैले, पढाइ त निरन्तर चलि नै रहन्छ, पढाइलाई चाहिँ रोकिनु पर्दैन भनेर म आफै एउटा उदाहरण बनेकी छु। 10 वर्षपछि फेरि विद्यार्थी बन्दा अब त पढ्दै पर्दैन भनेको मान्छे हो म, अब किन पढिरहने, पुगी त हाल्यो भनेर। तर फेरि मलाई महसुस भयो नयाँ कुरा सिक्न किन जरुरी छ भनेर जीवन चल्दै जाँदा, र यो कति सही निर्णय भयो भनेर म हरेक दिन अहिले अनुभव गर्दैछु। त्यसैले नयाँ कुरा सिक्न, पढ्न, आफ्ना रुचि भएका कामहरू गर्न चाहिँ अरूले के भन्ला, उमेर कति भइसक्यो अथवा ढिला चाँडो भन्ने नै हुँदैन है सिक्ने कुरामा चाहिँ। अब धेरै उमेर भइसकेपछि शारीरिक रूपमा गर्नुपर्ने कति कुराहरू सिक्न चाहिँ गाह्रो होला। तर हामीले, मलाई लाग्छ आफूले सिक्न चाहेका यो गायनका कुरा, चित्रकलाका कुरा, नयाँ विषय पढ्ने कुरा अथवा कम्प्युटर चलाउन सिक्ने कुरा, स्कुटर बाइकहरू सिक्ने कुरा, यी सबै कुराहरू हामीले आफ्नो समय मिलाएर चाहिँ सिक्न सकिँदो रहेछ। सिक्नको लागि आफू राजी हुनु पर्यो, तयार हुनु पर्यो, अनि सकिन्छ। मेरो बुझाइ त्यही नै भएको छ। यी दुई व्यक्तित्वहरूले पनि मलाई त्यही कुराहरू सिकाउनु भयो, आफूसँग भएका ज्ञान बाँड्न किन जरुरी छ भनेर। अब कुरा गर्छु है त उहाँहरूको बारेमा। मैले भेटेको पहिलो व्यक्ति चाहिँ लिसा हुनुहुन्थ्यो। उहाँको नाम चाहिँ लिसा। उहाँ चाहिँ स्विडेनको नागरिक। उहाँ चाहिँ रिटायर्ड नर्स हुनुहुन्थ्यो र नेपालको विभिन्न ठाउँमा, अलि दुर्गम ठाउँहरूमा उहाँ चाहिँ मेन्स्ट्रुअल हेल्थ र मेन्स्ट्रुअल हाइजिनको बारेमा स्कुलको बहिनीहरूलाई सिकाउनको लागि विभिन्न ठाउँमा घुम्नु हुँदो रहेछ नेपालमा। र उहाँ हरेक वर्ष त नेपाल आउनुहुन्न, तर हरेक अल्टरनेट इयरमा चाहिँ नेपाल आएर उहाँ एकजना साथी लिएर हिँड्नुहुँदो रहेछ ट्रान्सलेटरको रूपमा, ताकि सजिलो होस् कोअर्डिनेसन गर्नको लागि भनेर। तर राम्रो बोल्नुहुन्थ्यो उहाँ। अनि उहाँको उमेर 60 वर्ष पुग्दै थियो, तर उहाँको इनर्जी हेर्दा उहाँ 30 वर्ष जस्तो हुनुहुन्थ्यो। एकदम राम्रोसँग कुराहरू बुझाउनु भयो। मैले उहाँलाई चाहिँ एउटा विद्यालयमा म जहाँ काउन्सिलिङको प्र्याक्टिस गर्न जान्थेँ त्यहाँ भेटेको। उहाँ चाहिँ यही मेन्स्ट्रुअल हेल्थकै बारेमा नानीहरूलाई सेसन दिन आउनु भएको रहेछ र यति मजाले सिकाउनु भयो उहाँले किन यो जरुरी छ र हामीले जानेर हाम्रो सराउन्डिङमा पनि यो कुराहरू सिकाउन किन जरुरी छ भनेर एकदम राम्रोसँग सिकाउनु भयो। र मेरो काम भनेको चाहिँ त्यो सेसनमा उहाँले अङ्ग्रेजीमा भनिरहँदा भाइ बहिनीहरूले केही कुराहरू बुझ्नु भएको थिएन भने त्यसलाई अलिकति नेपालीमा सरल भाषामा बुझाइदिने थियो। र कार्यक्रम राम्रो भयो, बहिनीहरू पनि धेरै खुसी हुनुभयो। उहाँले विशेष चाहिँ नानीहरूलाई मात्रै राख्नुभयो र उहाँले चाहिँ पहिला नानीहरूले बुझिसकेपछि अनि नेक्स्ट सेसनहरू गर्दा चाहिँ गर्ल्स बोइजसँगै राखेर पनि गराउनुपर्छ भनेर टिचरहरूलाई पनि त्यहाँ केही सेसनहरू सिकाइदिनु भयो। र उहाँको त्यो एक दिनको सेसन पनि धेरै फलदायी भयो। व्यक्तिगत रूपमा मलाई त धेरै नै फाइदा भयो। मैले कति कुरा सिकेँ, कतै पनि विद्यार्थी लगायत त्यहाँ भएका सबै शिक्षकहरूको लागि पनि त्यो एउटा राम्रो सेसनको रूपमा परिणत भयो। अनि सेसन सकिसकेपछि मैले उहाँलाई सोधेँ, तपाईँलाई किन यसरी हिँड्न मन लागेको? सम्पन्न देशको नागरिक उहाँ त होइन, स्विडेन जस्तो। अनि तपाईँ त आफ्नै देशमा आराम गरिनुहुन्थ्यो अथवा टुरिस्ट भएर मात्र नेपालमा हिँड्नु भयो नि हुन्थ्यो भन्दा, मैले यति वर्ष सिकेको कुरा मैसँग किन राखिरहनु पर्यो र मैले सिकाउँदा पो यसले मलाई खुसी दिन्छ त भनेर एकदम गर्वसाथ भन्नुभयो। अनि उहाँले त्यो भनिरहँदा अर्को के थप्नु भयो भने, नर्स पेसाबाट रिटायर भइसकेपछि उहाँले धेरै वर्ष एम्बुलेन्स पनि चलाउनु भयो अरे। मलाई यति आश्चर्य लाग्यो उहाँको कुरा सुन्दा। एकछिन त म हजुर भन्ने भयो।
यो नेपालमा हामीले त्यस्ता दृश्य देख्दैनौँ। अनि नर्स भइसकेपछि किन एम्बुलेन्स चलाउनु पर्यो, एम्बुलेन्सको ड्राइभर किन हुनु पर्यो होला, हाम्रो मनमा त्यस्तो आउँछ नि त। तर उहाँले यति गर्वसाथ त्यो कुरा भन्नुभयो होइन, म एकदमै छक्क परेँ उहाँको कुरा सुनेर। अनि मलाई खुसी लाग्यो तपाईँलाई भेटेर भने। अनि उहाँले एज अ टिचर कसरी हेल्प गर्न सकिन्छ स्टुडेन्टहरूलाई भनेर केही टिप्सहरू पनि दिनुभयो र काउन्सेलिङ पनि कति जरुरी छ अहिले बच्चाहरूलाई भनेर उहाँले आफ्नो देशमा कसरी काउन्सेलिङहरू हुन्छ भनेर थोरै आफ्ना कुराहरू पनि सेयर गर्नुभयो। र उहाँलाई भेटिसकेपछि त्यो सेसनपछि चाहिँ मलाई धेरै दिनसम्म कति कुराहरू सिक्न छुटाएछ जीवनमा। किन लाज मान्ने होला अथवा मान्छेले के भन्लान् भनेर किन सोचेको होला, आफ्नो लागि गर्ने हो नि त भन्ने धेरै दिनसम्म आयो। अब अपरझट कुनै नयाँ कुरा सिकेँ भन्न खोज्या होइन, तर सिक्न पछि पर्नु पर्दैन भन्ने चाहिँ मेरो मानसिकता हुन त यो वर्षैदेखि नै मेरो थियो। तर जति मान्छेले भेट्दैछु त्यति धेरै चाहिँ बलियो हुँदैछ कि नयाँ कुरा सिक्न पछि पर्नु पर्दैन, उमेरले कसैलाई केही गर्दैन, आफ्नो इच्छा शक्ति चाहिँ हुनुपर्छ भनेर। र लिसासँगको भेटपछि चाहिँ मैले सिक्न कहिले पछि पर्नु हुँदैन र आफूले सिकेका कुरा चाहिँ बाँड्न किन जरुरी छ भन्ने कुरा बुझेँ। र यो मेरो लागि एकदमै महत्त्वपूर्ण। मैले एकदमै उहाँहरूलाई संयोगवशै भेटेकी थिएँ, तर एकदमै धेरै मलाई सहयोग पुग्यो। उहाँ चाहिँ पहिलो विदेशी महिला जसलाई मैले भेटेँ र एकदम प्रभावित भएँ। र अर्को व्यक्तित्व मैले भेटेको कुरा गर्दैछु अब। उहाँको नाम चाहिँ ड्यानियल। उहाँ नागरिक चाहिँ फ्रान्सको हुनुहुँदो रहेछ, तर उहाँ धेरै लामो समय फिनल्यान्डमा बसेर काम गर्नुभएको रहेछ। उहाँ चाहिँ आर्ट थेरापीमा एक्सपर्ट हुनुहुँदो रहेछ। काउन्सेलिङमा धेरै थेरापीका कुराहरू आउँछन् र आर्टबाट कसरी आफ्नो क्लाइन्टहरूलाई हेल्प गर्न सकिन्छ भनेर उहाँले सिकाउनु भयो। र उहाँको स्पेसल फोकस चाहिँ चिल्ड्रेनसँग रिलेटेड थियो। सानो भाइ बहिनीहरूसँग काम गर्दा आर्टको थ्रुबाट कसरी उहाँहरूको इमोसनहरू रेगुलेट गराउन सकिन्छ, उहाँहरूलाई कसरी सहयोग गर्न सकिन्छ भनेर उहाँले कलरको बारेमा पनि धेरै कुरा सिकाउनु भयो। र जीवनमा मैले पहिलो पटक त्यसरी पेन्टिङ कलर नै युज गरेर पेन्ट पनि गरेँ। एकदम खुसी भएँ। मलाई लागिरहेको थियो कि म भित्रको त्यो सानो बच्चा जसले कहिले पनि त्यो पेन्टिङै कहिले छुनै पाएको थिएन, कहिले कसैले त्यो पेन्टिङ गर्दा पनि हुन्छ भनेर प्रोत्साहनै गरेन, त्यो बच्चा चाहिँ खुसी भइरहेको थियो। म एकदम रङहरूसँग चलिरहेको थिएँ। हामी धेरै थियौँ सङ्ख्यामा, अनि सबैजना खुसी साथ हामीले त्यो कक्षा लियौँ। उहाँले हामीलाई अरू तरिकाहरू पनि सिकाउनु भयो। उहाँ अझ धेरै उमेरको, उहाँको ठ्याक्कै उमेर त मैले सोधिनँ, तर उहाँ अघिको लिसाभन्दा पनि धेरै उमेरको हुनुहुन्थ्यो। उहाँको इनर्जी पनि यति धेरै राम्रो थियो कि 5 देखि 6 घन्टाको सेसनमा उहाँ एकपटक पनि चेयरमा नबसिकन पुरै मुभ गरेर यति इनर्जीका साथ कुराहरू सिकाइरहनु भएको थियो। र लिसा र ड्यानियलमा पाएको एउटा विशेषता चाहिँ अरूलाई सिकाउन पाउँदा नि कति खुसी हुने मान्छेहरू भनेर मैले उहाँहरू दुईजनामा चाहिँ त्यो कमन भेटेको। यति खुसी आफूले जानेका कुराहरू सिकाउन पाएकोमा। अनि दुवैजना नेपालमा आएर बेला बेलामा नेपालमा आउँदै यसरी आफूले जानेका कुराहरू सिकाउन थाल्नुभयो। र ड्यानियलले चाहिँ शारीरिक रूपमा अलि अशक्त हुनुभएका नानी बाबुहरूसँग धेरै काम गर्नुहुँदो रहेछ। उहाँहरूलाई कसरी खुसी बनाउने, आर्टले कति हेल्प गर्छ भन्ने कुराहरू त्यहाँ सिकाउनु भयो। उहाँले नेपालको विभिन्न ठाउँमा संस्थाहरूसँग आबद्ध भएर गर्नुभएको कामहरू भिडियो मार्फत पनि देखाउनु भयो। र हामीले बनाएको आर्टबाट तिम्रो स्वभाव यस्तो छ, तिमीले यो सोच्दो रहेछौ भनेर ट्याक मिलाइदिनु भएको थियो। अनि म दङ्ग परेँ, ओहो भने जस्तो पनि भयो, किनभने एक्सपर्ट भनिसकेपछि धेरै कुराको ज्ञान हुने। र उहाँले विदेशमा चाहिँ अलि धेरै सुविधा हुन्छ यो थेरापीहरू गराउँदा पनि, नेपालमा ठ्याक्कै भने जस्तो अलि नहुने, तर हामीले यो तरिकाले लान सक्छौँ भनेर नेपालको परिप्रेक्ष्यमा त्यसलाई कसरी एडजस्ट गर्न सकिन्छ भनेर पनि सिकाउनु भयो। र उहाँको पनि एउटै उद्देश्य, आफूले जानेका कुराहरू सिकाउन जरुरी छ। उहाँ पनि आरामले आफ्नो देशमा रिटायर भएर बस्न पनि पाउने एउटा प्रतिष्ठित व्यक्तित्व। र उहाँले के भन्नुभयो भने उहाँले जीवनमा बच्चाहरूसँग त्यति नजिक भएर काम गर्न एकदम रुचाउनु पछाडि उहाँले मदर टेरेसा, हामीले सुनेका पनि छौँ, तपाईँले पढ्नु पनि भएको छ उहाँको जीवनी, उहाँसँग जीवनमा भेट्न पाउनु भएको रहेछ। र उहाँसँग भेटेपछि झन् उहाँलाई बालबालिकाहरूसँग काम गर्न यति धेरै प्रेरणा मिलेछ कि उहाँले त्यो कहानी पनि सुनाउनु भयो भारतमा बस्दाखेरिका। र उहाँको कहानी सुनिरहँदा हामी सबै प्रभावित थियौँ।
म झन् छुट्टै किसिमले प्रभावित हुँदै थिएँ कि ओहो भनेर। कहिलेकाहीँ जीवनमा कति कुराहरू पाइरहँदा पनि खुसी नभएको अवस्था, होइन, जीवनसँग हामी एकदमै धेरै कम्प्लेन मात्रै गरिरहेको, यो भएन त्यो भएन भइरहेको अवस्था हुन्छ नि। अनि यी दुई महिलाहरूले चाहिँ जीवन जिउँदै जाने हो, आफूले जानेका राम्रा कुराहरू सिकाएर अरूलाई सहयोग पुर्याउन सक्यो भने हाम्रो उपलब्धि, हाम्रो अचिभमेन्ट भनेको त्यही हो है। छुट्टै केही विशेष काम गर्नु पर्दैन जीवनमा भनेर त्यो पनि सिकाउनु भयो। र म आफै पनि कति कुराहरू भएन जीवनमा भनेर कम्प्लेन गर्ने मान्छे, तर जति मान्छेहरूलाई भेट्दैछु यो वर्ष सबैजनाले मलाई जे छ त्यसैमा खुसी हुँदा पाइने आराम चाहिँ अरूमा हुँदैन भनेर सिकाइरहनु भएको छ। र यो सिकाइप्रति चाहिँ म एकदम आभारी छु। अब विदेशी महिलाहरूको चाहिँ मैले एकदम धेरै चर्चा गरेँ, ओहो म धेरै प्रभावित भएँ भनेर। के मैले नेपालमा चाहिँ कोही आफूलाई प्रभावित पार्ने व्यक्ति नै भेटिनँ भन्न खोजेको होइन। मैले यो वर्षको मात्र अनुभव, मैले सिकिरहेका कुराहरू जीवनको लागि म मेरो घरमा आमाबाटै सिक्दैछु। मैले हरेक दिन भेट्ने हरेक व्यक्तिहरूबाट सिक्दैछु भनेपछि नसिकेको होइन। तर हामी जुन समाजमा छौँ त्यहाँ चाहिँ केही समयपछि अथवा यो उमेरपछि चाहिँ तिमीले केही नगर्दा नि हुन्छ, रिटायर भएर बसे हुन्छ नि, तिमी वृद्धै हो भनेर जुन घचघचाइरहन्छ भनिरहन्छ, त्यो समय अथवा त्यो उमेरका व्यक्तिहरूले पनि कति कुराहरू गर्न सक्नुहुँदो रहेछ। त्यो उमेरको दायरा त कहीँ पनि राख्नुपर्ने रहेनछ नि त भनेर उहाँहरूलाई भेटिसकेपछि अझ धेरै राम्रोसँग अनुभव भयो। र मेरो उद्देश्य भनेको हामीले हाम्रो वरपर जो हुनुहुन्छ, जो पनि, मैले धेरै महिला भन्दैछु, विशेष महिलाले अलि अवसरहरू कम पाएको कारणले मैले महिलालाई विशेष भनिरहेकी हुँ। जो कोहीले पनि अलि पछि पनि केही कुराहरू सिक्न खोज्दै हुनुहुन्छ भने प्रोत्साहन गरौँ। अब चुबो लाएर घरमा बसे भइहाल्यो नि त, नयाँ कुरा किन सिक्नु पर्यो भनेर उहाँलाई चाहिँ निरुत्साहित नपारौँ। घरमा दिनभरि बसिरहन गाह्रो हुन्छ, त्यही भएर केही कुरा सिकेर खुसी हुन सकिन्छ भने त्यो मौका दिनुपर्छ। चाहे त्यो भजन सिक्ने कुरा होस्, हार्मोनियम तबला सिक्ने कुरा होस्, गाउने नाच्ने सिक्ने कुरा होस्, मोबाइल चलाउन सिक्ने कुरा होस्, अब आफ्नो इच्छा रुचि अनुसारका कुराहरू सिक्ने भन्ने हुन्छ। र आजको भिडियोमा चाहिँ नयाँ कुरा सिक्न मन छ भने उमेरलाई कहिले पनि दोष लगाएर बस्न जरुरी छैन। हामीले हरेक उमेरमा कुराहरू सिक्न सक्छौँ र खुसी हुनको लागि नयाँ कुरा सिक्दै जाँदा धेरै फाइदा हुन्छ। जीवनमा अब परिवर्तनशील समय छ, कति नयाँ कुराहरू आइरहेको छ भने केही नयाँ कुराहरू सिक्दा जीवन सहज हुन्छ भने किन नसिक्ने। र यी दुई महिलाहरूले मलाई धेरै प्रभावित पार्नुभयो। म एकदम आभारी छु दुवैजनाप्रति। र जति पनि व्यक्तिहरूसँग म भेटिरहेकी छु हरेक दिन जीवनमा, उहाँहरूबाट पनि केही न केही कुराहरू सिकि नै रहेकी छु। र त्यसैले केही कुरा सिक्न मन छ भने कहिले पछि नपरौँ, सिकाइले हाम्रो जीवनलाई अझ राम्रो, सुन्दर र खुसी पार्छ भन्दै भिडियोबाट बिदा हुन चाहन्छु। नमस्ते।